आज म हजुरहरूलाई मैले गर्ने रेगुलर गर्ने सिम्पल मेकअप देखाउन गइरहेको छु। मैले स्किन यसरी प्रेप गरेँ, टोनर मोइस्चराइजर लगाएर स्किन प्रेप गरेँ। मेरो स्किन अलि ड्राई छ अनि म मोइस्चराइजर पनि राम्रो लगाउँछु, अलि हेभी। अनि मैले सनस्क्रिनमा चाहिँ टिन्टेड सनस्क्रिन लगाउँछु अनि 70 नम्बरको त्यो लगाउँछु। अनि मलाई चाहिँ एकदम हल्का थोरै स्पोट्सहरू भएको हुनाले अनि मैले चाहिँ हल्का कन्सिलर, एकदम लाइट नै कन्सिलर लगाउँछु। अनि आईमा पनि मैले लाइट कन्सिलर लगाएर अनि स्किन ड्राई भएको हुनाले मैले पाउडर सेटअपको लागि मात्रै लगाएँ। अनि मैले एकदम लाइट कलरको, लाइट ब्राउन कलरको मैले आइस्याडो लगाएँ मैले कर्नरमा। अनि अगाडिपट्टि चाहिँ हल्का सिमर, लाइट कलरको सिमर लगाएको थिएँ। अनि मलाई यसरी जेल गाजल एकदमै मनपर्छ, लाइनर भन्दा पनि म जेल लाइनर नै लगाउँछु। अनि आइब्रो पनि म पेन्सिलले नै कोर्छु। अनि फाउन्डेसन मैले न्युट्रिजनाको फाउन्डेसन लगाएको थिएँ। यसमा धेरै हेभी कभरेज त छैन, एकदम लाइट कभरेज छ, तर म डेलीको युजको लागि राम्रो लाग्छ। अनि पाउडर चाहिँ म त्यति लगाउँदैन, अलि ड्राई छ स्किन। अनि हल्का मैले ब्रन्जर लगाएँ। अनि गाजलमा पनि मैले जेल गाजल लगाएर फेरि मैले अनि पेन्सिल पनि लगाएको थिएँ। अनि हल्का ब्लसर पनि एकदमै लाइट लगाउँछु, त्यति धेरै हेभी गर्दैन। अनि यो लोटसको यो मिस्टले त्यो स्प्रे गऱ्यो भने चाहिँ स्किन एकदम सफ्ट लुक देख्ने रहेछ, ग्लो देख्ने रहेछ। अनि मैले चाहिँ मिस्ट लगाएँ। अनि यो फार्मेसीको लिपस्टिक, यो न्युड कलरको लिपस्टिक छ, डेको लागि राम्रो देखिन्छ। अनि मलाई यो फार्मेसीको लिपस्टिक एकदम लाइट वेटमा छ अनि एकदम धेरै ड्राई पनि हुँदैन। यसरी म फुल रेडी भएँ। मेरो रेगुलर मेकअप यही हो। थ्याङ्क यू।